Hello and good morning everyone. Namaste. ल है म चाहिँ अहिले तनहुँको बिमला नगरमा अवस्थित हाम्रो एसियाकै सबभन्दा नेपालकै सबभन्दा ठुलो गुफा सिद्ध गुफा जाने बाटोमा छु र उक्लिँदा थकाइ लागेर विश्राम गरिरहेको छु र मेरो सम्पूर्ण टोलीहरू चाहिँ पुगेर फर्किने क्रममा छ। म पर्खिरहेको छु है गाइज। यहाँ छ यस्तो छ रमाइलो छ। गर्मीले हेर्नुहोस् यहाँ लुगा भिज्यो, त्यही कारणले चाहिँ भिजेको हुनाले टी सर्ट खोलेर बसेको छु। बोल्न नि कस्तो बोलिरहेको छ होइन, एकदम स्लो तरिकाले कस्तो नौटङ्की पारेर बोले जस्तो भएर गाइज होइन। यस्तै हो, अलिकति सन्चो नभए जस्तो पनि फिल भएछ। बोल्ने चाहिँ यस्तै नै है, म खालि सधैँभरि के भन्ने गाइड त होइन, बिना गाइडमै आएको टुरिस्टहरू चाहिँ आफै होइन। यहाँ दुईजना नेपाली दाजुभाइ भेटेको थियो एकैछिन अगाडि, उहाँहरूसँग चाहिँ बोल्दाखेरि भिडियो बनाएन। यस्तै छ। म चाहिँ यहाँ प्रतीक्षामा बसिरहेको छु। यता माथिबाट चढ्ने जानेहरू हुनुहुन्छ है, यस्तो छ। ल अहिले आएपछि सँगै ग्रुप भएपछि अनि यहीँ तल रिसोर्टमा खाना खान भनेको छ। अनि खानासाना त देखाइन्छ, त्यसपछि न फेरि कहाँ गइन्छ। अब टाइम भयो भने सौरातिर पनि जाने कि भन्ने छ होइन गाइज। तर हेरौँ, लेट्स सी। ओके, मान्छेहरू हिँडेको देख्न सक्नुहुन्छ गाइज, एकदम ठाडो छ है। म चाहिँ जान नसकेको कारणले बसेँ, मेरो कम्मर ढाड सड्क्यो, अलिकति असक्त छु म, त्यही कारणले गइनँ गाइज होइन। यो चाहिँ बन्दीपुर केबुल कारको तलपट्टि स्टेसन हो होइन। यहाँबाट चाहिँ माथि जान मिल्यो। यो हाम्रै डुम्रे कमलानगर अवस्थित नै रहेछ बजार। डुम्रे र बजार कमलानगरको बिचमा हो। ल गाइज कुर्दा मलाई त बोर लागिसक्यो। कतिखेर आउने हो नि, के गर्ने कस्तो हो। मान्छेहरू आएको आइसक्यो, गएको गइसक्यो, लटका लट। यहाँ दुईजना नानी बहिनीहरू भाइहरू, यहाँ माथि केटाहरू, भाडा बच्चाहरू है, यसरी उक्लिया सेरा। कतिजना आउनुभयो तपाईँहरू? हो र थोरै क्लिप भिडियो बनाउँदै बसेको भाइ। सेरा गोर्खाबाट आउनुभएको रहेछ भाइहरू। म चाहिँ यहाँ कुर्दा बोर भइसक्यो गाइज है। ल एकछिनमा आफूमा बोल्नु भयो भने तलबाट हेर्नु घामले बल्ल मेरो टोलीहरू आस्था लाग्यो है। कुर्दा म यहीँ बसेको छु। लगभग म यहाँ बसेको पनि थुप्रै भयो, 1 घन्टा जति नै बसेँ क्या हो। यहाँ आएको जस्तो देखेँ मैले, केटाकेटीहरू यसो देखाउँछु है त, देखाउने कोसिस गर्छु तपाईँहरूलाई। यस्तो ठाडो भिडमा गएर पनि साथीहरू, मेरो छोरो अगाडि रहेछ होइन। बिस्तारै आऊ है, बिस्तारै। बल्ल गुफा हेरेर आए यिनीहरू। म 1 घन्टा जति कुरेर बसेँ यहीँ। सुस्तरी आरामले, बिस्तारै। घाम फेरि चडक्कै लाग्यो। बिस्तारै भनेछु, बिस्तारै आऊ, बिस्तारै। ल आइपुगे केटाकेटीहरू चाहिँ आइपुगे साथीहरू। हेरौँ पसिना। ल कस्तो भयो त्यो नगर, त्यसले नगर साना। म गरिदिन्छु। उयो रुमालले हम्किदे समर, त आफूलाई न हावा पनि आएको छ। ज्ञानी भएर बस यहाँ, ज्ञानी भएर बस साना। ल आएर पनि साथी यहाँ मोबाइलमा गेम, मैले तिमीलाई मोबाइलमा गेम खेल्न गरेको भनेको। फर्स्टमा आउने पनि दिदी। ल बधाई छ तपाईँलाई। खानालाई यहाँ होटलवाला कराउँदै हुन्छ। कसले खायो, कहाँ खायो? त्यहीँ तल खायो कि माथि? ल फर्किएको है गाइज हामी सबैजना।
यसरी ओह्रालो छ ठाडो छ गाह्रो छ यहाँ बस म त 1.5 घन्टा कुरेर बसेको हो है यहाँबाट 1.5 घन्टा 2 घन्टामा बल्ल आइपुग्यो गएर 2 घन्टै लाग्यो कि गर्नु अनि सकेन म त हामी चाहिँ त्यो सिद्ध गुफाको बाट नै आएर खाना खाने ठाउँ आइसक्यो हामीले चाहिँ यहाँ नजिकै भनेर गएको थियो खाना यो रिसोर्टमा हामी अब यहाँ चाहिँ खाना खाएर फर्किन्छौँ सौराको पनि प्रोग्राम छ होइन त्यहाँ चाहिँ गइन्छ गएन सौरा पुगिन्छ पुग्न आज थाहा छैन अब गफ गर्दैछन् अब के भयो भनेर यहाँ सबै म नभए ल एभ्रिवान अब खाना खाने हाम्रो डाइनिङ हल हो त्यही हो यस्तै छ ल गाइज अब यहाँ हामी खाना खान्छौँ त्यसपछि त्यो लाग्छ ल त्यहाँ हाम्रो दाइ पुरा गफ गर्दै हुन्छ होटल साउसीसित अब हामी खानपिन भयो गाइज होइन खाना खाएर हिँड्नु लाग्यो मैले खानाको चाहिँ भिडियो चाहिँ बनाइनँ अब 1:15 भयो यहाँबाट हामी अझ यात्रा गर्नु नै छ अब यहाँ हाम्रो फेरि भाउजू र दाइ चाहिँ छुट्नु दाइ भाउजू चाहिँ छुट्नुहुन्छ अब यहाँबाट सानो दाइ र सानो भाउजू उहाँहरू चाहिँ फेरि ब्याक टु आफ्नो घर जानुहुन्छ के अरे के गौडा अरे दुलेगौडा बेलचौतारा भन्ने ठाउँ बस्नुहुन्छ तनहुँको होइन यहाँबाट अब सँगै थियौँ यहाँबाट छुट्टिँदा चाहिँ अलिक नमजा पनि अब भयो यस्तो छ ल भाइ अब यहाँबाट यात्राहरू देखाउन त्यस्तै गाइज मेरो भिडियोमा हेरेर चाहिँ लाइक कमेन्ट गर्नु होला